अहिले चाहिँ हामी इमिग्रेसनतर्फ जाँदैछौँ। इमिग्रेसनमा अब यहाँनिर बोर्डिङ पास लियो अरे इमिग्रेसनतर्फ जाने काम भइरहेको छ। यहाँनिर यो चाहिँ अहिले हाम्रो फ्लाइट डिले भएर चाहिँ यहाँनिर हामीलाई लन्चमा ल्याएर भिआइपी लन्चमा ल्याएर खाना खुवाउने काम भइरहेको छ सबलाई फ्रीमा त पनि। यो खाना चाहिँ हामीलाई अहिले चाहिँ यो एयरपोर्टमै दिएको खाना हो। यो भनेको चाहिँ हाम्रो प्लेन ढिलो भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यहाँनिर खानाको व्यवस्था नै गरेको थियो। हाम्रो काठमाडौँ एयरपोर्टमा अहिले हाम्रो साथीहरू एकदम तुफान साथीहरू के छ यत्रो मासु हालेको छ नि टोलीहरूले हाल्दैछन्। ल अब हामी चाहिँ थुर्नतिर लाग्छौँ। फ्रीको माल त हाल्नै पर्यो। धमाधम धमाधम फ्रीको खाना धमाधम। एयरपोर्टले दिएको प्लेन खाना छोड्नु हुँदैन। खाए ल मासु फेरि थोरै हाल्यो छुट्टिने। मैले त हालेँ नि मैले त थोरै हालेँ नि खानै मन लागेन हौ मासु त्यही भएर यति। अहिले चाहिँ हामी यहाँ वेटिङ रुममा बसिरहेको छौँ हाम्रो प्लेनको वेटिङको लागि। तर यहाँ चाहिँ अहिले हाम्रो प्लेन चाहिँ रिटाइम भएकोले गर्दाखेरि चाहिँ टाइम चेन्ज भएको छ। हाम्रो चाहिँ बेलुकाको 5 बजेको फ्लाइट थियो तर त्यसलाई चाहिँ अहिले चेन्ज गरेर 8 बजेर हाम्रो चाहिँ बाटिक एयरलाइन्स हो 20:45 को भएको छ अहिले रिटाइम भएर। हामी चाहिँ अहिले बसिरहेको छौँ। धेरै लामो वेटिङ पछाडि बल्ल बल्ल फ्लाइट हुनको लागि हामी जाँदैछौँ। अहिले चाहिँ हामी बसमा बसिरहेको छौँ। हाम्रो ब्रदरहरू साइडमा हुनुहुन्छ। मलेसियासँग हाम्रो पार्टनर उहाँहरू चाहिँ यता हुनुहुन्छ हाम्रो सोडी। 6-7 घन्टाको वेटिङ पछाडि बल्ल हामी चाहिँ अब लाग्दैछौँ कोलालम्पुरसम्मको लागि। कोलालम्पुरबाट फेरि हामी 11 घन्टा वेटिङ गरेर जापान जानेछौँ। लाग्दैछ अहिले हाम्रो टोलीहरू यता हुनुहुन्छ। कोलालम्पुरसम्मको साथी हाम्रो भनभित्र छिरेपछि त कति बस्न दियो ल ठ्याक्कै आइसक्यो प्लेन नि। अब हामी लाग्यौँ। फाइनली नेपाल अब छोड्ने परियो। अब यहाँबाट चाहिँ अब हामी यसरी जाँदैछौँ अगाडि बढ्दैछौँ। फाइनली छोडियो नेपाल। लु नेपाल छोडियो है। लु अब चाहिँ छोडियो नेपाल छोडियो। यहाँ चाहिँ एयर होस्टेस त्यति राम्रै हुँदो रहेछ। बाटिक एयरलाइन्सको एयर होस्टेस साह्रो राम्रो। बाटिक एयरलाइन्सको भ्यू भित्रको। अब हाम्रो सिट नम्बर कहाँ हो भन्ने कुरा छान्नतिर जानुपर्ने हुन्छ। अब चाहिँ हामी प्लेनभित्र छिरिसक्यौँ। यहाँ हाम्रो ब्रदर हुनुहुन्छ यता। उहाँ चाहिँ मलेसियासम्मको यात्रा हाम्रो ब्रदरको। यहाँ सोडी हुनुहुन्छ साइडमा। सोडी यता हेरिदिनुहोस्। सोडी हाम्रो ब्रदर साइडमा हुनुहुन्छ। अब हाम्रो यात्रा एकदम दामी हुनेछ। 6-7 घन्टाको वेटिङ पछाडि ल यस्तै छ। प्लेनको बाटिक एयरलाइन्सको भित्रको भ्यू भयो। यस्तो भ्यू भयो यहाँ चाहिँ होइन। यहाँ हाम्रो साथीहरू यसरी घरमा पुरा गफ गर्दै हुनुहुन्छ हो। छुट्टी बेलामा यस्तै छ है। ल नझोरी भएन होइन।
त्यहाँ यसो हो कोरिया जाने पनि त्यहाँ ट्रान्जिट टाइम हुँदो रहेछ कि nanti lagi hari datang ini airlines ke ganti रहेछ अहिलेसम्म प्लेनको रेस्टरुम भित्र आएको छु प्लेनको रेस्टरुम चाहिँ यस्तो हुन्छ यहाँ टिस्यु पेपर यहाँ हात धुनको लागि यता ऐना अनि यस्तो हुन्छ अब यहाँनिर टोइलेटको लागि यता हुन्छ हो यस्तो हुन्छ ऐना भयो रेस्टरुम चाहिँ एकदमै सानो छ एकजना पनि अट्न गाह्रो छ यो चाहिँ रेस्टरुम होइन एकदम सानो रेस्टरुम हुन्छ प्लेनको रेस्टरुम यस्तै हुन्छ है एकदम म बाथरुम जान सुनेछु पल्स गरेर अवस्था बजाउँछ पुरा सब तान्नको जस्तो हुन्छ क्या यस्तो हो सबसे डरलाग्दो आवाज अहिले चाहिँ हामी कोलालम्पुर आइपुगेको छौँ यहाँनिर कोलालम्पुरमा भर्खरै मात्रै झऱ्यौँ हो अब यहाँनिर वेटिङमा बसेर अनि हामी जापानतर्फ प्रस्थान गर्नेछौँ कोलालम्पुर यस्तो छ है साथीहरू यहाँबाट चाहिँ अब हामी जापानको लागि चाहिँ ट्रान्सफर हुनुपर्ने हुन्छ त्यो भएर चाहिँ अब यहाँ हाम्रो लगभग अलमोस्ट 7-8 घन्टा पर्खाइ पछाडि बल्ल हामी नारितातिर प्रस्थान गर्नेछौँ यो चाहिँ अहिले कोलालम्पुरको ट्रान्जिट थियो ट्रान्सफरमा बसेको छौँ हामी यो चाहिँ ड्युटी फ्री एच एन्ड एभ्रिथिङ सब यहाँ पाउँछ हाम्रो सोल्टी यहाँ यस्तो निन्द्राले हिँड्दै हुन्छ चाहिँ हामी अब कोलालम्पुरबाट हो त्यो त C21, 27 यता अहिले चाहिँ हामी C25 खोज्दैछौँ हाम्रो यहाँ नारिताको लागि यहाँबाट हाम्रो भनेको C25 माथिले तल्ला जानु पर्यो माथिको तल्ला भनेको कहाँबाट जानु पर्यो भन्दाखेरि यहाँ कताबाट चाहिँ माथिको तल्ला जानु अहिले चाहिँ हामी फुड हन्टिङको लागि बसिरहेको छौँ यो दाम लिएर है सर्ट लाएर यति लिएर बस्दैछु हाम्रो दाजुसँग साथमा अब हाम्रो खानाको वेटिङमा छौँ यो चाहिँ अहिले हामीले 50 मलेसियाको पैसा खाँदैछौँ 50 रिङ्गेटको भ्यू हेर्दै मस्त माल खाँदै यस्तो पो छ त हो अब चाहिँ हामी कोलालम्पुरबाट जापानतर्फ लाग्दैछौँ लामो समयको प्रतीक्षा पछाडि बल्ल बल्ल ल अब जापान लाग्यो होइन हामी यस्तो हो नि त यो हामी गाउँमा झरेको छौँ क्या अहिले एयरपोर्ट चाहिँ गाउँमा हो नि त खासमा अहिले यहाँनिर कोलालम्पुर सिटी भयो अनि यता सिङ्गापुर भयो यिनीहरू त डेन्जर छ नि अघि चाहिँ हामी सानो काठमाडौँबाट सानो प्लेनमा आएको थियौँ भने यहाँबाट चाहिँ अब हामी ठुलो प्लेन चढिसकेको छौँ अब चाहिँ ठुलो प्लेनमा हिँड्दैछौँ हाम्रो दाजुले सामान राख्दै हुन्छ माथि
आइसकेको छौँ बल्ल बल्ल लामो समय पछाडि फाइनली वेलकम टु जापान यो चाहिँ हाम्रो लगेजहरू लिने ठाउँ भयो एयरपोर्टभित्र यस्तो हुन्छ है लगेज लिने ठाउँ अनि लगेज लिएर यो एउटा डिक्लेरेन्स फर्म भन्ने हुन्छ यो फर्म चाहिँ भर्नुपर्छ अनि हामी कस्टमबाट निक्लिन्छौँ बाहिर यहाँ आए पछाडि यो डिक्लेरेन्स कस्टमको चाहिँ फर्म भर्न नबिर्सिनु होला अनि यो भरिसकेर यो सामान पनि लिने अनि हामी बाहिर जान्छौँ